नमस्कार साथीहरू, आजको यो भिडियोमा मैले तपाईँहरूलाई मोबाइलमा लगइन भएको फेसबुकको पासवर्ड कसरी हेर्ने एकदमै सजिलो तरिका सिकाउनेछु साथीहरू। जस्तै मानौँ यहाँनिर मेरो फेसबुक रहेको छ यहाँनिर, यसको पासवर्ड मलाई थाहा छैन साथीहरू। यहाँनिर यसको पासवर्ड थाहा छैन, यहाँ देख्नुहोस् यहाँनिर मैले जस्तै यसको पासवर्ड थाहा छैन, कसरी हेर्ने दुईवटा तरिका सिकाउनेछु साथीहरू। यसको लागि साथीहरू पहिलो स्टेप रहेको छ यहाँनिर, पहिलो सेटिङ रहेको छ, सेटिङमा जानु होला यहाँनिर। त्यसपछि अलि तल आउनु होला, अलि तल यहाँनिर तलनिर गुगल लेखेको हुन्छ साथीहरू, गुगल। यहाँ गुगलमा क्लिक गर्नु होला। गुगलमा क्लिक गरिसकेपछि यतातिर चाहिँ अलि तल आउनु होला। यहाँनिर अलि तल आइसकेपछि यहाँ पासवर्ड लेखेको छ, यहाँनिर देख्नुहोस् यहाँनिर पासवर्ड म्यानेजर लेखेको छ, यहाँनिर टच गर्नु होला। यहाँनिर टच गरिसकेपछि यहाँनिर तपाईँको फेसबुकको पासवर्ड यहाँ देख्नुहुन्छ, फेसबुक यहाँ यसमा टच गर्नु होला। फेसबुकमा टच गरिसकेपछि यसलाई तपाईँको फिङ्गरप्रिन्ट फेस लक तपाईँको के छ, प्याटर्न लक के छ, त्यसलाई खोल्नु होला। त्यसपछि यता तलनिर यहाँनिर आँखा जस्तो चिन्हमा क्लिक गर्नुभयो भने यहाँनिर फेसबुकको पासवर्ड देखिहाल्छ साथीहरू। अर्को रहेको छ साथीहरू, ब्याग आउँछु म, पुरा ब्याग आउँछु। ब्याग आइसकेपछि तपाईँ क्रोम ब्राउजर गुगल क्रोममा जानु होला साथीहरू। गुगल क्रोममा जानु होला। गुगल क्रोममा गइसकेपछि एकछिन लोड लिन्छ साथीहरू। त्यसपछि यता माथिनिर तीनवटा थोप्लामा क्लिक गर्नु होला, तीनवटा थोप्लामा। त्यसपछि अलि तल आउनु होला, अलि तल आउनु होला, सेटिङमा क्लिक गर्नु होला। सेटिङमा क्लिक गरिसकेपछि अलि तल आउनु साथीहरू। अलि तल आइसकेपछि यहाँ गुगल पासवर्ड म्यानेजर लेखेको छ साथीहरू, यहाँनिर टच गर्नु होला। यहाँनिर टच गर्नुभयो फेरि फेसबुक देखाइरहेको छ, देख्नुहोस् यहाँनिर फेसबुकमा क्लिक गर्नु होला। फेसबुकमा क्लिक गरेपछि फेरि तपाईँको फिङ्गरप्रिन्ट फेस लक प्याटर्न लक के छ तपाईँको मोबाइलको, यहाँनिर खोल्नु होला। खोलिसकेपछि तल आएको छ साथीहरू, यहाँनिर यो आँखा जस्तो चिन्हमा क्लिक गर्नुभयो भने तपाईँले यहाँनिर आफ्नो पासवर्ड देखिहाल्छ साथीहरू। ल त साथीहरू, आजको भिडियो यति नै। अर्को नयाँ भिडियोमा फेरि भेटौँला। ओके, बाई बाई।